यो चितवनको बाटुली ताल 20,000 तालभन्दा अलिकति माथि छ। यहाँ चाहिँ यो गर्मी महिना लागेसँगै जलकुम्बीहरू टिप्नको लागि चाहिँ फुलहरू टिप्नको लागि र जङ्गल वरिपरि भएको कारणले एकदम शीतलता महसुस हुने ठाउँ भएकोले पनि मान्छेहरू यहाँ घुम्न जान मन पराउँछन्। यहाँ एउटा काठको ढुङ्गा छ, यो जुन चाहिँ लोप भइसकेकोमा बनिन्छ। त्यस्तो काठको ढुङ्गामा चाहिँ नि हामीलाई घुम्नको लागि यहाँ 2जना सहयोगीहरू हुनुहुन्छ जसले चाहिँ यहाँ घुम्नलाई सहयोग गर्नुहुन्छ। तपाईँहरू पनि कोही आउँदै हुनुहुन्छ भने रमाइलो ठाउँ सब चढाएर त कस्तो राम्रो चढाएर त